डिस मिडिया नेटवर्क लिमिटेडका लागि ओरिजिनल इन्टरटेनमेन्ट प्रालीद्वारा प्रस्तुत बाटोमा फुल राखिदिए किन ढिलो तपाईहरु दुईजना आइसक्नु हो ए हो त बाबुको आमा त देख्दिन त आमा बिरामी भएर हस्पिटलमा हुनुहुन्छ हैन बुवा हो कलाकार बोलाएर नाटक देखाउने नौटंकी हो नौटंकी रे हो नौटंकी हो बुंगा रे बुंगा हो तिम्रो ओइ नौटंकी भए नौटंकी यो पनि नौटंकी तिम्रो मेरो छोरी दिन्न कसलाई नौटंकी भन्ने हामी विश्वास खाती हो हामी फटा हो ल हामी बदमाश हो हामी चोर हो के अवस्था त्यो ज्याकले कि त्यो केटीलाई त्याग्छ कि मलाई त्याग्छ त्यो केटीसँग त बिहे गर्न दिँदै दिन्न अब हामी घर जाने हामीलाई हतार पनि भयो हाम्रो काम सकिएको भइहाल्यो कहाँबाट काम सकिनु टेक्यो के भएन मुख देखाएर हिँड्नु हुने काम गरेर भएको मुख देखाउँछ घरमा बस्दाखेरि यसरी लुकेर बस बाहिर हिँड्दाखेरि मास्क लगाएर हेर छोरी तेरो बिहे त्यो केटासँग हुँदैन अब तिमीले अभिनय गर्नुपर्छ बुझ्यौ तिमी केटा बनेर मेरो घरमा हिँड हेलो ज्याक तपाईले सम्पर्क गर्न खोज्नु भएको मान्छे घरको भर्याङ चढ्दैछ कृपया केही बेर प्रतीक्षा गर्नुहोला धन्यवाद जेनिस ऊ मेरो बेस्ट फ्रेन्ड माइकल हेलो ज्याकको मिल्ने साथी भएपछि कहाँ गुड गर्ने यार हक गरौँ न हक एकदम एकोरो टाइपको एक्लै बस्न रुचाउने धेरै नबोल्ने टाइपको हुन्छ याद गरेछ यस यस औ जेनिस पनि त्यस्तै छ भने मान्छेहरू त क्या रमाइलो मजाको होला जस्तो छ यार यो भाइ कोही जेनिस त्यस्तो खत्तम हुन्छन् कोही जेनिस यस्तो प्यारा हुन्छन् अहिले औली छैन घरै औली छैन अहिलेसम्म घर नछोडेकी केटी ए ज्याक त नौला हो फेरि यो टोयलेट र बाथरुम सँगै हुँदाखेरि पनि कस्तो गाह्रो भने एकजनाले नौन लाग्यो भने अर्कोले टोयलेट गर्नै नपाउनु ढोका खोल्न ज्याक ए त नौला हो भने त उता नुहान म टोयलेट गर्छु ज्याक ढोका खोल्न ए जेनिस भाइ तिमी नौला हो ए के फरक पर्दैन नौलो तिमी नौलो टोयलेट गर्छु छोड होइन म्याम तपाईँ टोयलेट जानु तिमी नौला ज्याक र म सँगै कति नौथ्यो ल नौ ओ जेनिस भाइ के अर माने लुगा खोल न नौ केटा केटा के अर मानेर भने ज्याक र म सँगै टोयलेट छिर्छु ऊ नौ लाग्दा म टोयलेट गर्छु म टोयलेट गर्दा ऊ नौ लाग्छ हामी यस्तै हो खोल लुगा खोल नैको माइकल दा म एकछिनपछि नुहाउँछु है ए ल तिमीलाई अड लाग्यो भने ठिक छ ल कहिले कुरा खुस्किन्छ र बर्बाद हुन्छ दुईटा कुरा त ज्यान फुस्किनु हुँदैन के एउटा कुरा अर्को जुगा मलाई त एकदम डर लागिरहेछ हेत्तेरी डराउनु पर्दैन क्या सचेत चाहिँ हुनुपर्छ डराउनु चाहिँ पर्दैन
ज्याक हामी कहिलेसम्म यसरी बस्ने ए बाबा हाम्रै स्वार्थको लागि त हो नि हेर्दै जाऊ न पछि म्यानेज हुन्छ क्या सब समयले मिलाउँछ क्या हँसायो यार धेरै पछि यसरी हाँस्न पाइयो ल सुन न जेनिस ज्याक हजुर दिनभरि थकाइ पनि लागिरहेछ होइन अब सुत्नु पनि पर्छ यसो गर न तिमीहरू अब धेरै पछि भेटभाट तिमीहरू एकदम मिल्ने साथी चाहिँ माथि सुत म चाहिँ यहीँ तल लड्छु नि त है होइन होइन तपाईँहरू माथि सुत्नु म तल सुत्छु मलाई तल सुत्ने बानी पनि आइरह घरमा नि म तलै सुत्छु ज्याक ल तिमीहरू दुईजना माथि सुत म यहाँ तल सुत्छु ल जा जाऊ ए जेनिस तिमी जाऊ खोइ छोडा ल माथि सुत जाऊ जेनिस जाऊ म्याम दाइ उमेरको हिसाबले नि तपाईँ सिनियर हुनुहुन्छ तपाईँहरू माथि सुत्नु म तलै सुत्छु के हे तेरी तिमीले उमेरको हिसाबले रेस्पेक्ट गर्यो म खुसी छु राम्रो मान्छे हो तिमी मैले भनेको मान न मैले भनेको पनि मान माथि सुत जाऊ जाऊ माथि सुत ए ज्याक तान न ज्याक तान हे तेरी प्लिज म्याम दाइ तपाईँहरू माथि सुत्नु म तल सुत्छु के ए ज्याक त तल सुताइदियो म निदैसँगै कस्तो अचम्मको मान्छे यार आज आएको पाहुना ऊ तल सुत्छु भनिरहेछ त आज एक दिन तल सुतेर त मर्छस् रेस्पेक्ट भन्ने त छँदै छैन यार यसको अचम्मको मान्छे छ जेनिस यसलाई सजाइदिउँ यसलाई तल सुतौ तिमीहरू माथि सुतौ ल तिमीहरू माथि सुतौ ल त तल सुत ए साले त तल सुत ल सुत सुत जेनिस ए सुत सुत डराउनु पर्दैन सुत यसलाई यस्तै सजाइदिनु पर्छ क्या म्याम दाइ तपाईँ यहाँ सुत्नु म तल सुत्छु नि तिमी पनि अचम्मको मान्छे छौ यार झन् तिम्रो पुरानो साथी भनेर उसको माया लाग्यो तिमीलाई उसलाई सजिलो होस् भनेर सँगै सुत्नु आऊ भनेर भन्दैछु दाजुभाइसँगै सुत्नु हुँदैन मसँग सुतेर के हुन्छ तिमीलाई चाहिने कुरा गर्नुपर्छ सुत एकछिन नआएर ल नै जाऊ कस्तो आपतमा परे हे भगवान सेभ मी ए जेनिस ए के लुगा लगाएर सुत यार तिमी लुगा खोलेर सुत ज्याकेट लगाएर पनि सुत्छन् क्या मेरो अलि लुगा लाएर सुत्ने बानी छ क्या म्याम दाइ ए म्याक नौला हो र लुगा खल्लाई उसको बानी यस्तो छ त तेरो केटा उठि खचखच गरेर सुत्न नदिनु हुन्छ नि यार एउटा चुलाएर सुत ल जेसो गर ल सुत ल सुत सुत ल सुत सुत ए जेनिस मेरो यो राति सुत्दाखेरि खुट्टा बोकाउने बानी छ है ज्याकले पनि जहिले पनि खुट्टा बोकेर सुत्थ्यो आज तिमीले खुट्टा बोक्ने भयो माइन्ड नगर ल सुत ल म्याक एकदम जिद्दी गर्छ के आज जेनीको पर्दा फाँसै गर्ला जस्तो छ आपतै पर्ने भयो के गर्ने होला ज्याक ए माथि सुत्नु भनेर बोलाएकोस् होइन के त त तलै सुत्ने बत्ती बाल्यो भने निन्द्रा लाग्यो बत्ती निभाएर जा बत्ती निभाएर जा ओ ज्याक के यो त बिचमा आएर पो सुतेछ त भने राति तल एकदम चिसो भयो अनि म त बिचार घुसेँ राति किन अड्सिलो भयो सुत्नलाई भनेर भने त यो बिचमा आएर सुत्या रहेछ र पो त ए जेनिस तिमीलाई राति अड्सिलो भयो छोरी हराई पुलिस केस गरौँ भन्यो भनेदेखि छोरी साथीका गएकी चाहिँ आउँथे भन्छे खोइ त्यो छोरी आएको आउँछ कि जस्तो लागेको थियो आइन आइ यहाँ मलाई त
त्यो साइकल ज्याक्सन हो कि कुनै त्यो माइकल ज्याक्सन भन्ने गुन्डाहरूको बसमा छ भने पुरा शङ्का छ। जेनी डार्लिङ भन लभ यु। ए ज्याक्सन बाबु म जेनिसा होइन त, जेनिसाको मम्मी। डार्लिङ सुनिरहेको छु भन न यार। ए हजुर होला होला, त्यो पक्कै पनि त्यो ज्याक्सन हो कि स्याक्सनकै गा होला। फोनमा नि कुरा हुन्थ्यो तिनीहरूको। फोनमा कुरा हुन्थ्यो रे? पहिले किन नभएको मलाई? भगर त सम्झे। पक्क मसँग सँगै पढ्ने एउटा साथी इन्सपेक्टर निर्भय भन्ने छ, त्यसलाई थाहा हुन्छ अब सबै कुरा, त्यसले गर्छ। कहाँबाट यो फुलेलको फोन आयो? फुलेल विष्णु काम परेको बेला मात्र फोन गर्छ यसले। हेलो हेलो निर्भय। विष्णु भन, के छ हालखबर? फुलेल मेरो छोरी हराई, तैँले मलाई हेल्प गर्नु पर्यो। मेरो छोरी तेरो छोरी होइन? हो अनि कहाँ गयो त तेरो छोरी? मेरो छोरी कहाँ गयो भने थाहा पाए तँलाई फोन गर्थी। मलाई त्यो माइकल हो कि साइकल ज्याक्सन दुईवटा गुन्डा रहेछ नि, आवारा हो, त्यो माथि पुरा शङ्का छ मलाई। माइकल ज्याक्सन, ल मैले बुझेँ, सम्झी तैँले तेरो छोरी पाइस्। अनि साँच्ची तेरो त्यो सानैदेखि फुलेर बोल्ने बानी चाहिँ कस्तो छ अहिले? अहिले पनि घमक्कै फुलेर बोले जस्तो लाग्छ। नकरा। ठिक छ, मलाई तेरो यही स्टाइल चाहिँ मनपर्छ, बुझिस्? लगा नकरा, छिटो मेरो छोरीलाई खोज्ने प्रयास गर। फुलेल विष्णु अब छोरी भेटिन्छ, बुझिस्? त्यो इन्सपेक्टर कडा छ बच्चैदेखि। फुलेल विष्णुको छोरी माइकल ज्याक्सनले गायब पार्यो, मजा आउँछ। खै कता गयो? घुम्न गयो होला नि। हो र आनन्द हो। त्यो जुगाले न बोल्न मिल्छ, न खान मिल्छ, न हाँस्न मिल्छ। साह्रै गाह्रो हुन्छ। हात पात नआयो नि हुन्छ। आउँदैन त्यो। ज्याक, ए ज्याक, ज्याक, ए ज्याक, ओ ज्याक, ढोका खोल त। जेनिस भाइ, जेनिस बाबु ढोका खोल बाबु, ढोका खोल्न भने। होइन कहाँ गएछन् यिनीहरू? ढोकै खोल्दैनन् त। ए ज्याक, ए ज्याक, कति बेर लाउँछ यार यो ढोका खोल्न पनि? हामी भित्र बसेर सुन्निएन के? दुईजना भित्र बस्दाखेरि ढोका लगाएर बस्नुपर्छ मलाई? मलाई थाहै छैन, पल्लो घरमा चोर आयो रे। हो र भने? हो नि। एकछिन बाहिर गएको थिएँ, जेनिस भाइको याद आएर बाहिर घुम्नै सकिनँ यार। म त यहीँ घरमै जेनिससँगै गफ गरेर बस्छु भनेर फर्केर आएँ। क्या राम्रो माला यार, मलाई यस्तो मन पर्थ्यो नि यस्तो माला। राम्रो छ। जेनिसको हरेक चिज राम्रो यार। जिउ हेर्नु, जिउ एक थोपा पेट छैन ल यार। त छ त पेट? जिउ भने यस्तो हुनुपर्छ ल यार। त क्या सोलिड जिउ, मजाले जिउ बनाएको। वाउ जेनिस, तँलाई थाहै छैन 4 वर्ष जिम गरे अरे जेनिसले। अनि के त? वाउ क्या रमाइलो लाग्यो यार। जेनिस सुन न, अब तिमीहरू म भोलिदेखि छ नि बिहान 4 बजे उठेर पुरा स्यान्डो लगाएर जगिङ गर्नुपर्छ, बुझ्यौ? अनि त्यहाँ ब्याडमिन्टन कोर्ट छ एउटा होइन, पुरा 1 घन्टा ब्याडमिन्टन खेल्नुपर्छ ल है त। वाउ। पूर्व बाबु एउटा कुरा सोध्नु के भनेर तपाईँलाई बोलाएको? के कुरा हजुर? हेर्नुहोस्, हाम्रो छोरी हराएको 2 दिन भइसक्यो। यो फुलेल विष्णुको छोरी हराइ यहाँ, त्यही भएर बाबु तिमीलाई बोलाएको यहाँ। हामीलाई त पुरा शङ्का छ त्यो ज्याक्सनसँगै गई भन्ने, त्यही सोध्नलाई हजुरलाई बोलाएको। हेर्नुहोस् आन्टी, ज्याक्सन त्यस्तो मान्छे होइन। माइकल ज्याक्सनले यस्तो काम गर्छ जस्तो मलाई लाग्दैन। दुधको साक्षी बिरालो भने जस्तो आफ्नो मान्छेको कुरा काट्छ यसले।
तिमीहरूको हराइ नै हो यसको भोल्युम घटाउनु पर्दैन तँले हल्ला हुने गरी माइकल ज्याक्सन बल्ल भेट भयो तिमीहरूसँग ए मैले तिमीहरूसँग के त्यस्तो चित्त दुख्ने काम गरेँ तिमीहरू त मलाई भेट्नै छोड्यो बा मेरो चौकी पनि आउनु छोड्यो सुध्रियो कि क्या गुड म्यान सँगै छ अनि तिमीहरूको समाजसेवा के भइरहेछ चलिरहेछ है ज्याक्सन भेरी गुड समाजसेवा के भइरहेछ भइरहेछ सर भइरहेछ हरन बजाएर साइडमा आएको काठमाडौँमा हरन बजाउनु पाइँदैन होइन सर चुला हामीले पाउँछौँ तिम्रो नाम के अरे जेनिस जेनिस यिनीहरूलाई चिन्छौ चिन्छु राम्रोसँग चिन्छौ हजुर तिनीहरूको को हो तिमी साथी चोरको साथी चोरै हुन्छ राम्रो मान्छेको सङ्गत गऱ्यो भने राम्रो हुन्छ नराम्रो मान्छेको सङ्गत गऱ्यो भने नराम्रै हुन्छ यो कुरा सिकाइरहनु पर्दैन होला के अरे नाम जेनिस जेनिस ओइ तिमीहरूले उहाँलाई चिनिस् चिन्छु सर हाम्रो साथी हो उहाँ होइन उहाँहरू ओठ मुख सुक्यो होइन को उहाँहरू मेरो हुन नसकेका सासू ससुरा चुप लाग! जसलाई पनि सासू ससुरा बनाउन पर्ने के औकात छ तेरो दुनियाँभरको बेकुफ बनाएको छैन उहाँलाई रामलीले देखाएछस् फटाहरू यो सहरमा तिमीहरू मात्र छौ दुनियाँलाई ठगेको छ दुनियाँको घर यता न उताको बनाएको छ कानुन भन्ने चिज केही छैन तिमीहरूले रामलीलाई देखाएपछि त्यही बेला उहाँको छोरी हराएको छ अनि कुरा के हो मलाई पुरै यिनीहरूमाथि शङ्का छ शङ्का होइन पक्का विश्वास छ कुरा के हो भने माइकल ज्याक्सन यसको छोरी कहाँ छ हामीलाई केही पनि थाहा छैन हजुर हो सर हामीमाथि शङ्का छ भने खानतलासी गरौँ न सर बेकु सम्झेछ छैन मलाई यहाँभित्र छिर्नुभन्दा अगाडि एक कोठामा छानबिन गरेर आइसकेको छु तर कोही भेटेको छैन आज तिमीहरूको कारणले गर्दा मेरो छोरी घरमा छैन 2 दिन भइसक्यो कि मलाई लास चाहियो कि मलाई साथ चाहियो मेरो छोरीको ए माइकल ज्याक्सन मैले बुझे अनुसार तेरो यसको छोरीसँग के केटामेटा थियो माया प्रेम मात्रै होइन सर झन्डै झन्डै बिहे नै हुन लागेको थियो सर ओइ सुनिस् यसले झन्डै फसाइसकेका थियो ओइ के हो साँचो कुरो के हो प्रश्न त्यस्तो कुरा केही पनि होइन सर बिहेको कुरो चलेको हो उहाँहरूले नदिनु भन्नुभयो अनि हामी आफ्नो बाटो लाग्यौँ त्यसपछि केही पनि थाहा छैन सर है ज्याक हो सर ए यसको छोरी नभेटुन्जेलसम्म तिमीहरू मेरो निगरानीमा रहनेछौ सर हामी जहिले सुकै हजुरको निगरानी मात्रै छौँ नि होइन म्याम हो चुप लाग! ए माइकल
भेटेँ उहाँहरूलाई छोडिदिनुहोस्। ओए माइकल ज्याक्सन अप्पर बलियो लिएर आएको रहेछस् बलियो तिमीहरू जान सक्छौ तिमीहरूकै घर हो के जान सक्छौ हामी त जाउँ ल आफ्नो छोरी तल लगाएर राख्नु छैन अरूहरूलाई दोष दिन्छ चल उसको छोरी कुन चाहिँ लाठेसँग लठारेर हिँड्छ हामीलाई पो दोष लगाउँदो रहेछ उसकै छोरी तरुनी हामीलाई के को दोष हुने जस्तो रिस उठेर आँखा पनि देखाएन दुःख पाइन्छ यस्तै हो म्याक ह्यान्डसम भएपछि दुःख पाइन्छ के गर्नु भगवान्ले ह्यान्डसम बनाएर पठाइदिए हे भगवान् धेरै ह्यान्डसम हुँदा पनि साह्रै गाह्रो हुँदो रहेछ अर्को जुनीमा मलाई यस्तो ह्यान्डसम नबनाइदियो बरु म्याक जस्तै तोरीलाहरू बनाएर पठाइदियो भगवान् बात नै गाह्रो भयो ह्यान्डसम रे यो अनुहार हेऱ्यो भने मिकी माउस भन्ने कार्टुनको स्याल जस्तो छ ह्यान्डसम रे ज्याक डार्लिङ मलाई त्यो भित्र गुम्सेर बस्दा वाक्क दिक्क लागिसक्यो जेलमै बसे जस्तो भइसक्यो त्यो म्याग्दै बिरालाले मुसा हाले हातो लछार पछार पार्नुहुन्छ सँगै बस्दा नि सुख छैन खाँदा पनि सुख छैन सुत्दा पनि सुख छैन यति नभए टोइलेट जाँदा पनि सुख छैन वाक्क भइसक्यो हाम्रो कुन दिन पोल खुल्छ सुन्नु न ज्याक भन न हामी 2-4 दिन बस्ने गरी कतै बाहिर जाऊँ न ल बाहिर जाने म्याकलाई एक्लै त कसरी छोड्नु हो म्याक बिना त मैले एक रात त कि अहिलेसम्म 1 घन्टा पनि बिताएको छैन त्यसो भए मेरो भन्दा म्याकको माया लाग्छ होइन हो त कसरी थाहा पाएको के रे हेत्तेरी माया भन्ने कुरा नि बढी घटी भनेर नाप्न मिल्दैन क्या ल यति भन्नु मेरो बढी माया लाग्छ कि म्याकको हेत्तेरी यार तिमी बिहे नहुँदै त मलाई यसरी थर्काउँछौ बिहे भएपछि झन् के हुने होला बिहे गरेपछि के हुनु श्रीमान श्रीमती हुने श्रीमान श्रीमती अनि तिमीलाई श्रीमान श्रीमतीको अर्थ थाहा छ जसको मान नै हुँदैन त्यो श्रीमान जसको मती धेरै हुन्छ त्यो श्रीमती के नारीहरूलाई घोचेर भन्नु हुँदैन मार्छु जेनी यो जाडो मौसम हो कि गर्मी मौसम हो किन यो केटीहरूले लगाएको पहिरन हेर्दा पनि म जाडो मौसम हो कि गर्मी मौसम हो नै बिर्सिन्छु यार हा ज्याक तपाईँ पनि केटा मान्छे जात केटी देख्न नहुने चम्किहाल्नुपर्छ ए बाबा हामीले नहेरिदियो भने घरमा गएर ऐनै फुटालेर मरिमरि रुन्छन् रे के अनि यसो हेरिदिनु परेन दिमाग नलाउनु के अब हाम्रो समस्याको समाधान कसरी हुन्छ त्यतातिर दिमाग लाउनु नि यार मैले मात्र दिमाग लाउनु पर्छ भन्ने छ हेर अबदेखि तिमी खाली लिपस्टिक मात्रै काजल मात्रै आइस्याडो मात्रै नलगाऊ कहिलेका दिमाग पनि लगाऊ माया मेरी साँझ बनी डोली चढी आउँछिन् एकान्तमा परेलीमा लुकेर निदाउँछिन् लुकेर निदाउँछिन् होइन ज्याक आज भन्दैन भने कहाँ हिँड्यो जेनिस भाइ पनि देखिँदैन फोन गर्नु पर्यो जेनिसा यो माया भन्ने चिज पनि आलु जस्तै हुँदो रहेछ भने न घाम न पानी त्यसै टुसा उम्रिने भने ला कसलाई दशा लाग्यो फेरि ला दशा त हामीलाई पो लागेको रहेछ म्याकको फोन के भन्ने म्याक म बिरामी भएर हस्पिटलमा छु यार के भन्छ यो
मरे के भयो तँलाई? म्याग म हस्पिटल जोइन भएको छु के एकछिन पखाइ सिस्टर आउनुभयो सिस्टर सुन्नु न के अरे हजुर बिहानदेखि एकदम ज्वरो आइरहेको छ सिस्टर 105 रे ल न सिस्टर म त आजै मर्छु कि क्या हो खै हजुरले बिहानदेखि औषधले कम हुन्छ भन्नुभएको थियो अहिलेसम्म कम भएन सिस्टर के अरे सिस्टर सुई नै लाउनु पर्छ रे ल सिस्टर सुई भनेपछि त मलाई एकदम डर लाग्छ सिस्टर यो सुईले घोच्नुभन्दा पहिला एउटा नदुख्ने सुई लगाइदिनु है सिस्टर ए म्याक्स सुन त म यहाँ सिस्टरसँग कुरा गर्दैछु पछि फोन गर्छु अहिले राख्न है ल बाई यार ज्याक्सन सुन त ल फोनै काट्यो त्यसलाई तलाउन मैले जानेको छु नि